आदरणीय दर्शक दिगरामा रहनुभएका गुरुहरू, अभिभावक तथा साथीहरू, आज कक्षा 10 हाम्रो कक्षा 10 A का साथीहरू मिलेर नेपाली साहित्यकार महान नाटककार भीमनिधि तिवारीको टीका एकाङ्की प्रस्तुत गर्न गइरहेका छौँ। आजको हाम्रो यस प्रस्तुति हेरिदिनका लागि अनुरोध गर्दछौँ। यस एकाङ्कीको सूत्रधार तथा प्रमुख पात्र आमाको भूमिकामा सुमिना चौधरी रहेको छु र अन्य पात्रमा साथी रबिन गिरी छोरा कमान सिंहको भूमिकामा रहनु भएको छ। त्यसै गरी साथी खिमा केसी बुहारी सुन्तलीको भूमिकामा रहनु भएको छ। त्यसै गरी साथी सुखदेव नाति कालुको भूमिकामा रहनु भएको छ। त्यसै गरी साथी मनिषा लामा छोरी पुतलीको भूमिकामा रहनु भएको छ। त्यसै गरी साथी सुमन थापा ज्वाइँ रामुको भूमिकामा रहनु भएको छ। त्यसै गरी भाइ मिलन बस्नेत नातिको भूमिकामा रहनु भएको छ। यति भन्दै हामी हाम्रो एकाङ्कीलाई अगाडि त्यसै गरी र उपयुक्त नाटकको निर्देशनकार हाम्रा नेपाली विषयको गुरु दिनेश कुमार रेग्मी रहनु भएको छ। गुरुप्रति सम्मान र नमन प्रकट गर्न चाहन्छौँ र महान नाटककार श्री भीमनिधि तिवारी प्रति पनि हार्दिक श्रद्धा प्रकट गर्दै बाँकी कुरा एकाङ्कीबाटै प्रस्तुत गर्न चाहन्छौँ। धन्यवाद। कपाल फुला त पिङमा पो आज अहिले जान्छन् कि कहिले अहिले विदेशबाट जाने होला नि त टिका लगाउन विदेशबाट यस्तो कुनै बर्खा गर्दैन थियो। ढिलैसम्म आए पनि फुलपातीको साँझसम्म त टुक्टुक्क आइपुग्थ्यो। रात पनि परिसक्यो, अझै आएन। हो नि आमा, उहाँलाई कुर्दा झमक्कै रात परिसक्यो। अनि गाउँलेहरू पनि सबैले निधारमा टीका लगाएर रङ्गीन बनाएका छन्। अनि आज यत्रो टीकाको दिन हामीलाई पनि टीका लगाइदिनुहोस्। के निधार खाली गर्नु र? हेर्नुहोस् त, मेरो खुट्टा दलिलमा छुना आट्यो नि। चचाहुई हामीले त हेरेकै छौ नि बा। तैले पिङ खेल्या हेर्न तेरो बुबा पो आएन क्या रे? आउँदै होलान्, उकाली ओराली चल्दै होलान्। चचाहुई तेरो मुखमा गाईको दुध भात जाओस्। आओस्, यत्रो टीकाको दिन गइसक्यो। पुकारेको हामीले पनि त्यस्तै त हो नि। बालकको मुखमा डाक बसेको हुन्छ भन्छन्, आइहाल्नुहुन्छ कि? खै के आउला। यत्रो टीकाको दिन रात परिसक्यो, जुन छिपिसक्यो। मेरो मायाको डोरो के आउँथ्यो। ऊ जन्मेकै बर्ख 4 दिनको ज्वरोले उसको बुबा अपरझट जानुभयो। कस्तो दुःखले हुर्किएको छोरो यो कठै। आमा चिन्ता नलिनु न, पूर्ण समयमा भए पनि आउनु होला नि। के थाहा, उहाँले काम गर्ने साउले उहाँलाई बिदा पो दिएन कि? कस्तो बिदा नदिनु, यस्तो दसैँ जस्तो चाड पनि अनेक दुःख सुख गर्नुपर्ने, घर छोडी देश पस्नुपर्ने यस्तै चाडबाड त हो नि। सँगै बसेर खाने, सँगै मिलेर बस्ने, नयाँ लुगा लाउने भनेको त लगन पछिको पोते के काम। हुन त हो नि आमा, तर के गर्नु। आमा आजलाई आउनुहुन्न जस्तो छ, बरु टीका लाऊ। तपाईँ पनि खानुहोस्, बुढी मान्छे दिनभरि भोकै हुनुहुन्छ। अनि बोली नि कमजोर भइसक्यो अब त।
तँ पनि भोकै त छेस् नि बुहारी। मेरो त के कुरा गर्नु र, उमेर छ 3 दिनको भोकलाई पनि खाइदिन सक्छु। चचा हुँ आमै हेर्नुहोस् त मेरो खुट्टा दलिनमा छुन आँट्यो। बरु टिका लाऊ आमा, कालुलाई आशिक दिनु। खैले टिकाको 4 पुने भाडो र जमरा टिका लगाइदिन्छौ अब तिमी आमा छोरालाई। आइज कालु आमैसँग टिका थाप्न। कस्तो खल्लो खल्लो टिको भयो यो बर्ख। बाउनु भयो आमै बाउनु भयो। आमा सन्चै छ? सन्चै छु बाबु, त नआउँदा त मेरो हंसले नै ठाउँ छोडिसकेको थियो। आमा भाग्यमानी भए छोरा। बस्नुहोस् हजुर। घर पछाडि के को खलबल? के को खलबल हुने नि छोरा? गाउँका ठिटाठिटीहरूले पिङ टाङ्ग्या छन्, त्यही पिङमा खुब रमाइलो गरिरहेका छन्। हो नि, घर पछाडि ठिटाठिटीहरूले पिङ हालेर असाध्यै रमाइलो गरेका छन्। हामी पनि जाउँला नि भरे भरे, यसै पनि दसैँ टिकाको दिनमा पिङ खेल्नुपर्छ भन्छन्। लौ त जाम्ला नि। ल बुहारी अब टिका सुरु गरौँ। आमा के भयो? के हुनु नि छोरा, आज टिकाको दिन तेरो बाउको धेरै याद आयो। तेरो बुबा हुँदाखेरि दुवैजनासँगै मिलेर तँलाई टिको लगाइदिन्थ्यौँ। त जन्मेकै बर्ख तेरो बुबा जानुभयो, निकै पनि याद आएर झल्झल्ती रुन मन लाग्यो छोरा। धन्यवाद छोरा। ल छोरा। बाबा आउनुभयो, काका काकीहरू बाबा आउनुभयो। बाबा आउनुभयो, बाबा आउनुभयो, बाबा आउनुभयो। बाबा आउनुभयो। चिरञ्जीवी भए छोरा, चिरञ्जीवी भएस बुहारी, राम्रोसँग प्रगति गर्नु। आइज कालु, तेरोमा पनि टिका लगाइदिन्छु म। राम्रोसँग पढेस् बाबु, धेरै चकचक गर्छस् त, त्यस्तो चकचक नगरेस्। दक्षिणा धेरै त दिन सक्दैन म बुढी मान्छेले। ल बुहारी दक्षिणा, ल मेरो कालु नाति दक्षिणा।
खै आमा ढोगरे आमा ढोक गरे लौ बुहारी अब कालु नातिलाई पनि टिका लगाइदेऊ। हुन्छ आमा। लौ यो हाम्रो छोरा धेरै चकचके छ, चकचक धेरै नगर है छोरा। आमा बाबु मेरो बाबाले टिका लगाइदिनु पर्यो। जा बुहारी भोक लागिसक्यो, अब रोटी पोल्न थाल। हुन्छ आमा। किन गएकी तिमीहरू खाने कहिले हो बाबा? अहिले एकादशी भइहाल्यो, अब पर्सि योचोटि यो बर्खा किन ढिलो बाबु? सधैँ त फुलपातीको दिनभित्रै आइपुग्थिस् त। के कुरा भने मालिकको छोरो सिकिस्त बिरामी थियो, त्यसैले दसैँ भनेर त्यस्तो बेला दसैँ भनेर छोटा धर्मले पनि पाएन, नुनको ढिकाले पनि दिएन, बल्ल बाच्चा भन्ने ठहरियो र टिकासम्म टिका लाउन आइरहेको छु कि भनेर आयो पनि आमा। मलाई त अहिलेको अहिले बिचट्ट भोक लागेर आयो। त झन् त्यति टाढाबाट हिँड्दै आएको छ, तँलाई झन् कस्तो भाव होला हो कि? बाबा हेर्नु न ऊ चन्द्रमा। यसलाई के गरौँ जस्तो भइरहेछ। कहिले के भन्छ कहिले के भन्छ। यस्तो कालाको जस्तो मुनाको छोरालाई छाडेर नजा बाबु देशा। आफ्नै नेपाला नोकरी खोज, पाइहालिन्छ नि। यतिका मान्छे अटाएका छन् त एउटा कसो नअटाउलास्? त्यसो नोकरी नपाएर गएको होइन नि आमा। के भने यहाँ महिनाको 40 पाइयो भने 40 नै हुन्छ, तर उहाँ महिनाको 40 पाइयो भने 64 हुन्छ, त्यसैले गएको हो नि आमा। त्यसो भए धेरै पैसा पाइन्छ भनेर गएको होइन त? हो त नि आमा। त यो घरको छानो दिउँसभरि छाउँछस्, म एक धान मकै भुटेर दिन्छु, त्यही खाएर त सन्तोष हुन्छस्। अरूको मेलापातमा गएको भए 2 रुपियाँ कमाउँथिस्, किन नगएको त? के कुरा गरेको आमा, आफ्नो घरको सानो दर 1 डलर ढिलो भएर पनि छाउनुपर्छ नि। त्यसो कहाँ हो त बाबु? त्यो बेला त नि बा पैसाको निम्ति मात्र काम गर्ने होइन। हामीले आफ्नो घरको काम त एक गाँस खाएर पनि गर्नुपर्छ। यो सारा नेपाल त हाम्रै घर त हो नि। एक पाइलो हिँडे पनि आफ्नै भुइँमा एक थोपा पसिना चुहाए पनि आफ्नै माटाको डल्लामा चुहाउनु पर्छ। यही कुरा पहिले सुनाइदिएको भए म यस्तो राम्रो मुना जस्तो छोरालाई छोडेर जाने थिएन नि। खै कता गयो? ऊ पिङमा छ। वृद्ध उमेरकी आमा उम्मेदवार जहान र यति राम्रो छोरालाई के कमाउला कि भनेर छोडेर गएको हो नि। मैले त कहाँ मानेको थियो र भइगयो आए, अब जाँदिनँ। 10 वटा पानी अटाएको गाग्रीमा 1 मुठी कसो नअटाउला र? हो आमा, चित्त बुझ्यो। आफ्नो गाउँमा बस्नुपर्छ, आफ्नै घर छाउनुपर्छ, आफ्नै जहान पाल्नुपर्छ। हो जे हुनु भइगयो, 4-5 वर्ष बसिहाल्यो। नुनको सोझो म भनेर चिठी लेखेर पठाइदिन्छु नि, आउन नपाउने भयो भने। हो त नि बाबै। चचा हुई ए बा हेर्नुहोस् त मेरो खुट्टा दलिनमा छुन आँट्यो नि। हुई
डगरे भाग्यमानी हुनु भाइ खै बिना डगरे भाग्यमानी हुनु दुई फुट हाजिर डगरे बुढी निकालेर त्यसमा त्यो आमाको लागि पुस्री निकाल न बुढी आमाको लागि पनि पुस्री निकाल न बुढी अब बसेर टिका चालु गर्नुपर्छ अरे भर्खरै आएको सन्चै छौ सन्चै छु तपाईँ नै आमा कस्तो भुलायो हुन्छ नि छोरा एकछिन पर्खा नभए टिको टालो गरेर खाउला नि हुँदैन छ भए छोरी सधैँ मिलेर बस्नु यसैसँग हामीलाई कहिले नबिर्सिनु सधैँको दसैँमा सधैँ माइती घर सम्झी आइरहनु चिरञ्जीवी हुनु जमाई राम्रोसँग मिलेर बस्नु राम्रोसँग प्रगति गर्नु अरू त के दिन सक्छु र म बुढी आमाले तिमीहरूलाई आशिष म बुढीले धेरै त दिन सकेन छोरी लौ भाग्यमानी भए छोरी भाग्यमानी भए जमाई चिरञ्जीवी हुनु भाइ अब लौ त टिका टालो सकिसक्यो अब हामी सबैजना मिलेर टिङ खेल्न जाउँ है त